समाजलाई कुल्चिने भनेको गति छ। तपाईको भनाइ चाहिँ के हो? खोलाको ढुङ्गो अनि खोलाको ढुङ्गो भन्न लान्दिन न त नि। अनि मैले के बताउनु हुँदैन भने दिनु अघि आउने त्यो लगिदिनु यो घुम्नु मैले। अनि किन बस्नु भएको त यहाँ? अवनी गुरुबा मेरो हजुर के सुन्नु यो तल्लो ढुङ्गो के हो? ढुङ्गे हो। यो तल्लो ढुङ्गो के हो? ढुङ्गा हो। यो ढुङ्गो र त्यो ढुङ्गा के फरक छ? पूजा गरेर देउता हुन् नि। पूजा गरेपछि पूजा गरेर एउटा शिला राखेर उता पूजा गर्ने। यो ढुङ्गा उठाएर केले उठाएर लाने मान्छेले? ले उठाउनु। मान्छेले उठाएर लाने। मिसन लाग्नु हुन्छ नि। पूजा गरेर इसैका देउता मान्ने हो नि त हामी का। यो शक्ति मान्छेले उठाएर चोट नलाइकन लानुहोस्। तपाईहरुको ढुङ्गो पिराउने खर्च हुँदैन। हो? होइन सुन्नु न। त्यो जे गर्नुला कि तर यो शिला मानेर एउटा शिला देउता मानिसके पछाडी त्यो शिलालाई अपहरण गरेर तपाईले बस्दिनु भो। त्यो त हाम्रो पनि आपत्ति हो नि त। तपाईको बारीका गरामा कानमा ढुङ्गो छ? तपाईँ कुन धर्ममा? तपाईँ म एकदम हिन्दू हुँ। हिन्दू हो भन्दाखेरि चाहिँ तपाईलाई छोटो सर्ट उतारेर दिन्छु म। तपाईँ गोर्दु गर्नुहुन्छ? किन गोर्दु गरेर शिला राख्नुहुन्छ? नचक्नु मान्नुहोस् किन? त्यही मलाई बिर्छ। यहाँ सुन्नु ढुङ्गो किन टेक्दिन मैले? यहाँ सुन्नु न। ढुङ्गो किन टेक्दिन म? तपाईँ त्यतिखेर नि तपाईले त सिधो गाजर गर्नुहुन्छ नि। खोला गर्नुहुन्छ नि, गौ खोला गर्नुहुन्छ नि। तर त्यति टेक्न सक्नुहुन्न नि तपाईले। किनभने अर्काले मान्नमा गर्छ भने गर्नु दिनुपर्छ नि तपाईले। हजुर यति साह्रो तपाईँ यतिको बुढो मान्छे हाम्रो बाबु माने मैले त्यो माने सक्छ माने लैजाउँला त्यो गरौँला नलैजाउँला रह्यो। तर यहाँ सुन्नु न, तपाईँ हेर्दाखेरि एउटा धार्मिक मान्छे देखिन्छ। तपाईँले आएर कसैले पूजा गर्ने गरेको पूजामाथि ढङ्ग गर्छ हुन्छ कि हुँदैन? के गर्नु? देवीले प्रहार गर्ने ठाउँ कहाँ छ? तपाईँले त नटेक्दिनु। देवीले कसलाई बोध गरिन्? देवीले कसलाई बोध गरिन् पहिला? तपाईँ शिला भयो भने होइन भन्नुहुन्छ। यो शिला पक्रेर तपाईँले नि धर्म अनुसारको मानव अधिकार छ नि। एउटा मानव अधिकार छ नि। एउटा ढुङ्गा शिला हान्न के मुर्खे क्या मुर्खे क्या? भोलि केही तलमाथि भयो भने यस्तो होइन। तपाईँ यतिको एउटा बुद्धिजीवी यतिको मान्छेले यसो समाजलाई कुल्चिने भनेको गति छ। तपाईँले नि पूजा खोलामा गुगाती गर्नु ढुङ्गामा लात्ती हाल्नु मिल्दैन। चेली भनेको चाहिँ एउटा त्यतिकै या त दुःख दिनु आएको होइन। बाल लाने अधिकार छैन। तर तपाईँले पनि आएर लात्ती नै हान्ने अधिकार छ। यत्रो समाजलाई चाहिँ कुल्चिनु भनेको नभाग्नु नि। यो लानु उबाट देउताले चढाएको हो नि। देउताले चढाएको। No! God, please, no! No! No!
तपाईँ कहाँबाट उत्पन्न भएर यहाँ आइदिनु भयो उत्पन्न भएर आउनुभयो यहाँ हामी भन्दा मूर्खले हामीले देखेका छैनौँ। अहिलेसम्म यहाँ यस्तो भनेर हामीले देखेका छैनौँ। यहाँ त लास चलाउने तपाईँ कहाँबाट उत्पन्न यसरी भएर आउनुभयो भन्नु पर्यो। यहाँ नाग देवता निस्किएपछि यो शिला यतिकै छोडेर मेसिन फर्किसकेको छ, देख्न सक्नुहुन्छ। यो नाग देवता निस्किए सँगसँगै अर्की नाग माता पनि निस्किनु भएको थियो र यहाँ विवाद आएको कारणले गर्दाखेरि चाहिँ मेसिन फर्किसकेको छ, देख्न सक्नुहुन्छ। यहाँ चाहिँ थोरै ल यहाँ चाहिँ हामी समर्थन गर्न सक्छौँ। तिमी यस्तो गर्न सक्छौ भने हामी सबै यिनीसँग लाग्छौँ। हामी स्थानीय व्यक्ति सबै लाग्छौँ। वडा कार्यालय नगरपालिका पुरा त विभाग सबैतिर जानुपर्ने ठाउँ हामी जान्छौँ, गर्ने कुरो गर्छौँ, यसलाई समर्थन गर्ने काम गर्छौँ। हामी गर्दैनौँ भने हामी सक्दैनौँ भन्ने हो भने कसैले जिम्मा नलिने भने छोडिदिउँ होइन त। यहाँ सुन्नु नि त, होइन म यसको मानमनी त म गर्छु, म गरिदिन्छु, तपाईँहरूले मलाई सहयोग गर्नु पर्यो भन्नु पर्यो। बहिनीले भन्दा त्यो चाहिँ हो नि, त्यो कुरो हो मैले भन्न खोजेको। बहिनीले चाहिँ त्यसको भन्नु पर्यो नि त। म गर्छु, यसको मानमनी त गर्छु। ल ठिक छ, बहिनी कुरो ठिकै हो। हामी बहिनीलाई चाहिँ के भनेको भने हामीले बहिनीले यहाँको पूजा आजा गर्ने काम सबैसँग गर्ने काम गर्ने हुन्छ। हामी पछाडिबाट ब्यागबाट सपोर्ट गर्ने काम स्थानीय व्यक्ति हामी गर्छौँ। के हातले हुन्छ, परिश्रम गरेर हुन्छ कि 2-4 पैसा दिएर दान जस्तै उठाएर हुन्छ कि के गरेर हुन्छ। हामी बहिनीको पक्षमा छौँ। हामी ल बहिनीकै पक्षमा छौँ। बहिनी आएको छ भने खुसी लाग्यो। हामी पनि यहीँको बासिन्दा, यहीँको पुलको बासिन्दा। त्यो सिलपुर हाम्रो एउटै वडा हो, हामी समर्थन गर्छौँ। देउता सबैको साझा हो। त्यही त पक्ष विपक्ष भइरहेछ। पक्ष विपक्ष होइन बहिनी, त्यसो
होइन अलिकति हो मलाई सहयोग गरेर म गर्छु भने न हामी गर्छौँ त्यसो भन्नुपर्छ हो त हामी गर्छौँ बहिनीलाई सहयोग गर्छौँ तन मन ध्यान कसले दिनुपर्छ हामी गर्छौँ बहिनीले भन्नु पर्यो यो कुरा तिमी हामी छोरी चेली हौ छोरी चेली माता हुन्छौँ हामी माता सम्मान सम्मान गर्छौँ कसो गर्नु बहिनी नातिकिन एकदम सास रोकेर नातिकिन भन्नु कसैले केही गर्दैन तिमीलाई के गर्ने त होइन उहाँले तपाईँहरूले लानुहुन्छ यदि भने लानुहुन्छ भनेदेखि अब यो पूजाआजा गरेर लानुपर्छ किन आजै लानुको लागि निकाल्नु भयो उहाँले चाहिँ त्यस्तो भन्नुभयो पञ्चमी चाहिँ अब आज पुर्ने हो आज पाँच्दिन पञ्चमी आज लाने आज राम्रो दिन हो भन्दाखेरि ठिक छ लानु भन्ने हाम्रो सहमति हो हामी स्थानीय भएको हैसियतले होइन हामी चाहिँ मूर्ख हो लानु भन्ने सक्यो अब उनीहरूलाई चाहिँ अब होइन त्यो अब पूजाआजा गरेर लानुपर्छ लाँदा पनि भन्ने कुरो भयो उहाँको चाहिँ क्या नराम्रो होइन त्यही हो होइन देउता सबैको साझा हुन् कि सबैले मान्न पाइन्छ जहाँ मान्न पाइन्छ जे गर्न पाइन्छ तर यहाँ माता हाम्रो माता पनि म गर्छु भन्दाखेरि चाहिँ हामीले अब माताको पक्षलाई लिएर हामी गर्छौँ भन्न खोजेको हो के गर्ने त नानी तिमी नातिकिन म मानमनी त गर्छु यो भगवान्को मलाई सहयोग गर्नु पर्यो भन्नु पर्यो बहिनीले हामी गर्छौँ छोडिदिउँ के भन्ने मलाई सहयोग गर्नु पर्यो म गर्छु भन्नु पर्यो गर्नु पर्यो कहाँदेखि कसरी तपाईँ उत्पन्न भएर आउनुभयो कति वर्ष भयो कति दिन भयो यो किन यहाँ छेद विच्छेद तपाईँ गरिरहनु भएको छ तपाईँ आउनुभएको कति भयो कति वर्ष भयो कुन ठाउँ कहाँबाट चाहिँ तपाईँ यसरी यहाँ चाहिँ यसरी चाहिँ उत्पन्न हुनुभयो त तपाईँ भन्नु पर्यो राम्रो सुझाउँदै बुझाउँदै लैजा भनेको मान बाबु मान ल परमेश्वर पाथी भरा देवी माता मुखै पाँच कन्ने देवी दल कन्ने देवी सत्य जुक देखि यसै ठाउँमा आए ओहो लाडो चेलो हो सुनि राख बोचे राख तिम्रो काखमा मह गाइने पति बन खेल्दै देप्रे पति बनै ढाकिनको काखमा खेली आएको ल परमेश्वर खेल्दा त आउनुभयो तपाईँ किन यसरी छेद विच्छेद गर्दै जानुभयो त अनि तपाईँ आफ्नो ठाउँमा बस्नु पर्दैन मलाई छोरा मैला भयो हैती मेरो शिरमा किन फेसा ठक्यौ फलाङ ठक्यौ तेला ठक्यौ मैले नै उज्यालो दिनु कति दिनु किन
यसो गर्छौँ। ल परमेश्वर अब फेसा दिने छैनौँ अब त त्यसरी गर्ने हामी छैन। त्यसरी गर्दाखेरि कसरी अब के गर्दा चाहिँ हुन्छ त रोकथाम हुन्छ। यहाँ त पहिला त तपाईँलाई चाहिँ सुझाइ बुझाइ गरेर चाहिँ काम अगाडि सार्दा रोकथाम हुन्छ कि कसो गर्दा हुन्छ? तपाईँहरू सुन्नुहोस् है, त्यो बाटो बनाउँदाखेरि चाहिँ फलम यसरी ठेस त्यो पिल्लरहरू लाउनु हुँदैन अरे। मैले आउनु भनी बोला एको मुहाई मान ओहो मान भन्दा ठुलो भगवान आए पछि कसैको पनि देखि राख्ने छैन है बाबु। ल परमेश्वर यहाँ चाहिँ अब ल परमेश्वर